ल आज यो बिदाको दिन अनि यो बुढीले मासु ल्याइदिनु न म अचार बनाउँछु भनेर यो मासुको अचार बनाएर राख्नु पर्यो भनेर मैले भर्खर एउटा सुपा गएर यो मासु लिएर आएको छु है। मासु पनि यसको मूल्य नै कति ल हजार पऱ्यो क्या दुईटाको है। अनि यस्तै छ। अब यसलाई टक्क काट्नु पर्यो। यसलाई म काट्दैछु यहाँ। सानो पिस गर्नु पर्यो होइन? ठिक्क गर्ने एक नासको सानो पिस एक नासको बनाउनु पर्छ होइन। खासै मलाई फेरि त्यस्तो थाहा छैन है। अब आफ्नो डिपार्ट पनि परेन फेरि यो त्यही भएर यहाँ कि बुढीले यो मसलाहरू के यस्तो अचारको लागि चाहिने मसलाहरू भुटेको अवस्था छ है। अब यसलाई पिस्नुपर्छ पछि अनि पिस्दा अनि त्यसको टेस्ट मिठो आउँछ भन्छ मलाई त थाहा छैन क्या नभएको कुरो। ल अब अचारको लागि मसला मैले भुटेर रेडी बनाइसकेँ। अनि मेरो सानीले मसला पिस्न लागेकी छन्। कस्तो लाग्यो सानो? अनि यता चाहिँ राम्रो के नि यसलाई काम गराउनु पर्छ गुहारो लाग्यो बाहिर राम्रो भनेको यता चाहिँ मासु रेडी हुँदैछ। यति रेडी भइसक्यो। मलाई बहुत झ्याउला मासु काट्ने हिँड्न लागिरहेको छु म। अनि यहाँ अरू पनि छ बाँकी। काट्दैछु म कसैको काम गर्दैछु म। आज बिदाको दिन। ल अब यो काटिसकेपछि मासु ओइरिने क्रममा छ है। मासु ओइरियो। कस्तो लागिरहेको छ? कस्तो लाग्छ? एकपटक एकपटकमा त सक्ने के अरे सुन्नु एकपटक दुईपटक गर नि त। मासु यहाँ पुरा रातो हुने अवस्थामा छ भइसकेको छैन। यो चाहिँ अचारको लागि मैले सबै मिक्स गरेर मसलाहरू भुटेको अनि नानीले चाहिँ पिसेकी हुन् है। यो चाहिँ अदुवाको टुक्रा मैले काटेको छु। यो चाहिँ खुर्सानी भयो अनि यो चाहिँ लसुनको टुक्रा बनाएको छु। यतिको अवस्थामा भइसक्यो है मासु है। अब लगभग एकछिनपछि यो रातो हुने अवस्थामा पुग्छ है। ल फाइनल्ली मासु रातो भइसकेको अवस्था छ है। ल अब यसपछि यसको प्रक्रिया छुट्टै हुन्छ। त्यो मलाई थाहा छैन है फेरि यसको प्रक्रिया के हुन्छ त। रातो बनाएर निकालिसकेको छु। धेरै भएको तेल चाहिँ यो भातमा निकालेको छु। अब चाहिँ मैले यहाँ मेथी खुवाइसकेँ अनि अब यो अदुवा लसुनको टुक्रा राखिदिएँ। अनि मैले लसुनको टुक्रा पनि राखेँ अनि खुर्सानीलाई पनि मैले एकैचोटि राखेँ। त्यतिले पुग्छ? पिरो छ भनेको होइन। लसुन अदुवा पुग्छ। यो अदुवा लसुन पनि रातो रातो भइसक्यो। अब मैले अघि पिसेर राखेको मसलाहरू पनि राखिसकेँ यहाँ। अब चलाउँछु। बेसार राख्न गइरहेको छु। अनि नुन पनि एड गरेँ। मासु रातो बनाएको राखिसकेँ। वाउ अब चलाउने सही मिठो होला जस्तो लाग्यो नि। मुखबाट थुकै आइसक्यो मेरो त। मैले यसमा भिनेगर राखेँ होइन। अनि त्यसपछि यहाँ कागज पनि। वाउ हाम्रो अचार चाहिँ यस्तो बनिसकेको छ अहिले। अब मैले यो बट्टामा यसलाई राख्दैछु। मैले अचारलाई चाहिँ यो डिब्बामा राखिसकेँ। डिब्बा एउटा डिब्बा चाहिँ भरियो।
अब यसरी राखेको अचार पछिसम्म पनि खान मिल्छ। ल आजलाई यो भिडियो यत्तिकै भयो। हाम्रो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। बाई बाई।